नमस्ते, अभिवादन सम्पूर्णमा। अब विकास भएन, सेवा सुविधा भएन भनेर होइन, गाउँ समाजमा सबैतिर घच्चा घमासान भइरहेको अवस्था छ। तर यो समय विकास त भएकै हो। हिजोको शासकहरूले पनि विकास गरेको हुन्, बाटोघाटो पुल पुलिसा बनाएका हुन् होइन। रोडहरू बन्दैछन् हाम्रो पालिकाभित्र पनि, हाम्रो बोगटान गाउँपालिकाभित्र पनि, बोगटान फुर्सद गाउँपालिकाभित्र पनि रोड बाटोघाटो र पुल पुलिसाहरू बन्दैछन्, गरिरहेछन् उनीहरूले आफ्नो चाहेअनुसार। तर हुँदै भएन भन्नु चाहिँ गौण सोचाइ हो। भइरहेछ कर्मी रूपमा। अब उज्यालो गाउँपालिका विद्युतीकरण पनि भइरहेछ, सायद सबै कुरोहरू भइरहेछ, यो बिस्तारै हुने कुरो हो। तर एउटा कुरो चाहिँ आत्मनिर्भर स्वरोजगार र आत्मनिर्भरताको विषयमा चाहिँ त्यहाँको सरकार, पालिका, स्थानीय सरकारदेखि पालिका र त्यहाँको शासक प्रशासकहरूको अलिक कमी रहन गयो। उहाँहरूले कुन ठाउँको माटोमा, कुन ठाउँको घर बस्तीमा, कुन किसिमको खेती, कुन किसिमको बाली प्रयोग गर्दा लगाउँदा उहाँहरूले उन्नत मुनाफा प्राप्त गर्नुहुन्छ भन्ने किसिमको चाहिँ उहाँहरूले प्राविधिक टोली र उहाँहरूले कस्तो किसिमको खेती गर्दाखेरि फाइदा गर्नुहुन्छ भन्ने किसिमको चाहिँ एउटा प्राविधिक टोली चाहिँ नपठाएको अवस्था चाहिँ देखियो। र पालिकामा मात्रै ती टोलीहरू बसेर र एउटा कागजी आधारमा चाहिँ प्लान्टमा त यो लगाऊ, तिमीहरू यो लगाऊ, यो लगाऊ र कृषिबाट आउने यो बोटहरू उसलाई देऊ, यसलाई देऊ, उसलाई देऊ भनेर वितरण गरेको देखियो। त्यसमा चाहिँ अलिकति दुःख लाग्छ।